हेलो गाइस वेलकम ब्याक छ तपाईहरुलाई मेरो नयाँ भिडियोमा अनि गुरुङ ब्लग्समा। आज भन्छ 6 तारिक रामनवमी। अन्त हामी चाहिँ रामनवमीको दिनमा चाहिँ घुम्न जाँदैछौँ हैन। अन्त घुम्न चाहिँ कहाँ जाँदैछ भने राजङला साइड। अन्त तपाईहरुलाई के हुनेछ देखाउने छु। अन्त अगाडिको सिनहरु देखाउने छु। अहिले चाहिँ यहाँ हाम्रो यसको घर आएको छ। तल गएको छ सबैजना। Starting falling in. यहाँ चाहिँ हाम्रो साइला काका थाक्थे नि थियो भनेर है म त गर्दिन दुईटा भर्खर जाँदै थियो तल 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 आउँदैछु आइडी कार्ड के चाहिँ स्कुलको मेरो पनि मेरो त छैन त अन्त स्कुलको हाम्रो स्कुलको आइडी कार्ड त्यसै तल पनि हुनु लैनस् ए मैले लिएर आउँछु मेरो ब्लु कलरको पनि नै अहिले हुन्छ आइडी कार्ड लिनु भनेछ गाइस। अलिक चाहिएको छ किनकि टिकटको पैसा उठाउनु पर्यो त्यहाँ आइडी कार्ड ल्याउनु चाहिँ पर्दैन हेर्न गाइस। यहाँ चाहिँ बाख्रा अहिले आइडी कार्ड लिएर देखाउने छु गाइस तलबाट गाइस। अहिले चाहिँ आइडेन्टिटी कार्ड पनि लिएर चाहिँ जाँदैछु। जोरथाङ ब्रिज अहिले भन्छ हामी चाहिँ यहाँ नाम्ची टाटा स्ट्यान्डमा पुगिसकेछ। यहाँ चाहिँ अलिक वासरुमको लागि निस्केको थिएँ अन्त यहाँ सुँगदी सकेको छ त यहाँ पनि अर्किछ ल एकछिन यहाँ छ गाइस हाम्रो गाडी चाहिँ यहाँ देखेको छ। अहिले भन्छ हामी चाहिँ यहाँ टिमिटी गार्डन आइपुगेछ कि कति दामी जग्गा छ गाइस। यहाँको घुमिसकेर चाहिँ हामी यता बुद्ध नामै बिर्सिँदैछ त्यहाँ जानेछ। त्यहाँदेखि तपाईँलाई यहाँ अगाडिको सिनहरू देखाउँछु घुमेको। अहिले चाहिँ हामी चाहिँ सबै यस्तो चाहिँ 100 रुपियाँ मात्रै थियो टिकट चाहिँ 14 जनाको त ठिकै हो नि अनि छोड मैले त्यही कारण आइडी कार्ड अलिक अग्लो झन्डै लोडे गाइस। टिमिटी गार्डन भन्छ गाइस यसलाई चाहिँ हैन। जग्गा त दामी छ गाइस। यतापट्टि चाहिँ बगानै बगान छ टिमिटी गार्डनको। यताको चाहिँ यहाँ चाहिँ चिया बगानै बगान। हेलो गाइस डिसेन one selfie।
सब्सक्राइब पनि गरिदिनुहोस् होला। साउन्ड साउन्ड कतिखेर सुन्दैन नतर्सन यस्तो तर्छ। अब निक्लिनु कहाँदेखि निक्लिनु पर्ने हो। यस्तो छ गाइस जग्गा चाहिँ यहाँनिर। अब खाजासाजा खाएर गएर चाहिँ देखाउने छु त गाइस। अहिले अटे नि जति छैन भने चाहिँ हामी चाहिँ यहाँ बुद्ध पार्क एन्टर गरिसकेको छ। ओ अमिस यता आइज। ओ अमिस यता आइज। अमिस कुदाउनु मन पर्यो। बुद्ध पार्क गाइस यो चाहिँ यस्तो कुदाउनुको चाहिँ सानो नानीहरूको चाहिँ 100 रुपियाँ रहेछ। दामी छ यहाँको सिन चाहिँ। हेर्न सक्नुहुन्छ मेरोमा आफूमा आएको पनि आउँदैछु। जग्गा त कति छ गाइस। ओ गाडी आउँछ है। ओ यहाँ त गाडी कुद्छ। गाडी पो कुद्दैछ। ए तल त्यो बुद्ध पार्क निस्किने जग्गा रहेछ। तल जाने बाटो रहेछ। दामी यहाँ लाँदै रहेछ। त्यहाँबाट जाने रहेछ। म जाउँ है। यति नै रहेछ गाइस। यति नै रहेछ टनल चाहिँ। जाउँ माथि। ओटिसन एउटा फोटो यहाँ चाहिँ फाउन्टेन बुद्ध पार्क यहाँ पेलामा पुगिसक्यो हामी। पेला अरे
गाइस अनि उयो माथि थिएन नि अघि उयोहरूसँग गएको थियो रहेछ नि बुद्ध पार्कको भित्रदेखि पनि निस्क्यो त्यहाँभित्र चाहिँ भिडियो गर्नु एलाउड थिएन भित्र कस्तो थियो भन्दै भित्र भिडियो गर्नु पर्थ्यो गाइस अब चाहिँ फर्किँदैछु हामी पानी परिरहेको छ नजाउँ गाइस अहिले चाहिँ आइपुगेछ हामी चाहिँ यहाँ जुत्ता खोलाइ हुँदैछ अब त्यो सेतो माछा त ढुट्टो हुन्छ त बराल्नु मेरो पनि कालो छ कस्तो सेतो हुन्छ अमिसको खै अमिसको यहाँको पनि फेरि 60 रुपियाँ लाग्दिन्छ यो जग्गाको नाम चाहिँ चारधाम होइन गाई हिल्लो रहेछ जान पायो भने चाहिँ रोक्दैछ चिसो न चिसो रहेछ क्यामेरा पनि सफा यहाँ माथि पनि जाने रहेछ त हेलो गाइस यहाँ पनि जाने थियो रहेछ ओए यहाँ माथि पनि रहेछ त ब्ल्याक टी खाँदैन त्यस्तो ठन्डा हो क्या चिप्लो छैन हेलो गाइस आज चाहिँ पुरै चिसो छ गाइस नाम चिन्नु आउनु ल कहिले अब नि यो उकालो पनि रहेछ बाटो चिसो भयो ओ भित्र पनि जाउँ नि भित्र नगए त कहाँ हुन्छ म मेरो गएँ त भित्र नाम चाहिँ पानी झरी नखेल न पानीमा छ मेरो मैला भइरहेको छ क्या मैला भइदियो एकैछिनमा यस्तो छ गाइस सिन चाहिँ यहाँ तल पनि यस्तो अब चाहिँ क्यामेरा क्लियर देखाएँ यस्तो टप जाडो भइरहेको छ भित्र गएपछि देखाउँछु गाइस अब चाहिँ सकेर माया भित्र चाहिँ पसिन हामी अब जुत्ता लगाउनु पर्छ त्यो लेस फुकाल्दै त अफिसको खै जुत्ताको लेस घाम लागेर पनि मजा दिने हेर कत्रो लाग्नु मजा छ अलि चाहिँ यहाँ चाहिँ माथि मूर्तिको टप फ्लोरमा आएको छ यहाँ चाहिँ हिल्लै छ यस्तो देख्छ गाइस यहाँबाट सिन फोन चाहिँ झऱ्यो भने चाहिँ जान्छ यहाँ उभिन अमिस तँ पनि उभे म खिच्दिन्छु तेरा गाइस मैले यो भिडियोलाई चाहिँ इन्ड नै गर्नु बिर्सेछ त्यसको लागि सरी यो भिडियो मन पऱ्यो लाइक पनि गरिदिनु सब्सक्राइब गर्नु